सम्पूर्णमा नमस्कार। म तपाईहरुलाई आज शिक्षक सेवा आयोग र लोक सेवा आयोगमा सम्बन्धित रही एसिया महादेशको बारेमा केही जानकारी लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। एसिया महादेशको क्षेत्रफल 4,39,49,00,000 वर्ग किलोमिटर रहेको छ, जहाँ जमिनले 29.8% भूभाग ओगटेको छ। यो पृथ्वीको उत्तरी गोलार्धमा पर्दछ। यसलाई विभिन्न उपनामहरूले पनि चिनिन्छ। एसिया महादेशलाई होम अफ मेन, विषमताको महादेश, भौगोलिक रूपमा कान्छो महादेश, विविधताको महादेश भनेर पनि चिनिन्छ। यो जनसङ्ख्या र क्षेत्रफलको आधारमा ठुलो महादेश पनि हो। यसको पूर्वमा प्रशान्त महासागर, पश्चिममा युरोप, उत्तरमा सुमेरु महासागर, दक्षिणमा हिन्द महासागरले घेरिएको छ। अर्थात् यसलाई तीनतिरबाट महासागर र एकतिरबाट महादेशले घेरिएको छ। अब यसको अवस्थितिको कुरा गर्दा यो 10 डिग्री दक्षिणी अक्षांशदेखि 78 डिग्री उत्तरी अक्षांशसँग रहेको छ। त्यस्तै 25 डिग्री पूर्वी देशान्तरदेखि 170 डिग्री पश्चिमी देशान्तरसम्म यसको अवस्थिति रहेको पाइन्छ। यसको पूर्व पश्चिम लम्बाइ 9600 किलोमिटर रहेको छ भने उत्तर दक्षिण चौडाइ 8600 किलोमिटर रहेको छ। त्यस्तै एसिया र उत्तर अमेरिकाको सिमानामा रहेको सागरको नाम हो बेरिङ सागर। एसिया र अफ्रिका महादेशको सिमानामा रहेको सागरको नाम हो लाल सागर। एसिया महादेशको सबैभन्दा ठुलो नदीको नाम हो एन्जे नदी, जुन चीनमा पर्दछ। एसिया महादेशमा जम्मा 48 वटा राष्ट्रहरू पर्दछन्। तीमध्ये 12 वटा राष्ट्र भूपरिवेष्टित राष्ट्रहरू हुन्। सबैभन्दा ठुलो भूपरिवेष्टित राष्ट्रको नाम हो काजाकिस्तान, जुन विश्वको सबैभन्दा ठुलो भूपरिवेष्टित राष्ट्र पनि हो। र सानो भूपरिवेष्टित राष्ट्रको नाम हो अर्मेनिया। त्यस्तै एसिया महादेशको सबैभन्दा ठुलो राष्ट्र हो चीन, सानो राष्ट्र मालदिभ्स। त्यस्तै सबैभन्दा ठुलो ताल चिल्का ताल हो, जुन भारतमा पर्छ। एसिया महादेशमा रहेको घाँसे मैदानलाई हामी स्टेप्स भनिन्छ। अग्लो ठाउँमा रहेको तालको नाम हो तिलिचो ताल। संसारको छानो रूप अफ द ओल्ड अग्लो र फराकिलो पठारको नामले चिनिने पामिर पठार पनि एसिया महादेशमै पर्दछ। एसिया महादेशको लामो नदी हो एन्जे नदी, जुन चीनमा पर्दछ। लामो हिमनदी हो साइचन। एसिया महादेशमा रहेको ठुलो मरुभूमिको नाम हो गोबी। सक्रिय ज्वालामुखी रहेको देश हो इन्डोनेसिया। विश्वको सबैभन्दा अग्लो पर्खाल ग्रेट वल अफ चाइना, यो पनि एसिया महादेशमै पर्दछ। एसिया महादेशको सबैभन्दा ठुलो मानव निर्मित ताल हो ओभाना ताल। त्यस्तै सबैभन्दा गहिरो ताल बैकाल ताल, यो पनि विश्वको सबैभन्दा गहिरो ताल पनि एसिया महादेशमै पर्दछ। त्यस्तै अग्लो हिमाल सगरमाथा, जसको उचाइ 8848.86 मिटर छ। विश्वको सबैभन्दा होचो उपत्यका अरुणव उपत्यका, यो पनि एसिया महादेशमै पर्दछ। बढी पानी पर्ने ठाउँ भारतको चेरापुञ्जी पनि एसिया महादेशमा पर्दछ। एसिया महादेश सबैभन्दा होचो भाग भनेको मृत सागर हो, जुन चाहिँ 392 मिटर गहिरो छ। यो इजरायलमा पर्छ। त्यस्तै विश्वमा माछा नपाइने नदी भनेर जोर्डन नदीलाई चिनिन्छ। यसको उद्गम स्थल पनि मृत सागर नै हो। एसिया र युरोपमा फैलिएका देशहरू रसिया र टर्की हुन्। हिन्द महासागरको मोती भनेर श्रीलङ्कालाई चिनिन्छ। त्यस्तै विश्वको सबैभन्दा ठुलो प्रायद्वीप अरेबियन प्रायद्वीप हो। विश्वको सबैभन्दा गहिरो गल्छी दाना हो, जुन म्याग्दी जिल्लाको कालीगण्डकी नदीले बनाएको गल्छी हो, यो पनि एसियामै पर्दछ। सबैभन्दा बढी जनसङ्ख्या भएको देश चीन हो। त्यस्तै सबैभन्दा बढी भाषा बोल्ने देश भारत हो, जहाँ 800 वटा भाषा बोल्दछन्। त्यस्तै भारतलाई भाषाको चिडियाखाना भनेर पनि चिनिन्छ। नेपालमा पनि 123 वटा भाषाहरू बोलिन्छ। त्यस्तै सबैभन्दा बढी फोटो खिचिएको र चित्र बनाइएको पहाड माउन्ट फुजी हो। धन्यवाद। हेर्नुभयो। लाइक, कमेन्ट, सेयर गर्नुहोला।